केही गर्छौ भनेर लागेका छन्। DPI को सरकार थियो, के गर्नुभयो देखिहाल्यौँ। हो अब बल नगर्नुहोस्, अब इतिहास बदल्न लागेको बेलामा किचकिच नगर्नुहोस्, न्यु नखोज्नुहोस्, चुनावमा भाग लिनुहोस्, जित्नुहोस्, मेरो शुभकामना छ। तर कुनै पनि बहानामा चुनाव बिथोल्ने खराब गर्ने कोसिस नगर्नुहोस्। म यही मञ्चबाट आग्रह गर्न चाहन्छु। र अन्त्यमा देशका विभिन्न भागमा जानुपर्ने भएको हुनाले यसपटक घर घरमा भोट माग्न तपाईँहरू गइदिनु पर्नेछ। घर घरमा गइदिनु पर्नेछ र भन्नुपर्नेछ यसपटक चुनावमा घन्टीमा भोट हाल्नु भनेर तपाईँ गइदिनु पर्नेछ। र कतिपयले भनेको सुन्छु म, भोट आदि आदि बाँडौँ, प्रत्यक्षलाई एउटा दिउँ, समानुपातिकलाई एउटा दिउँ। यसपटक घर सल्लाह राम्रोसँग गर्नु होला। तपाईँले तिमीहरू नयाँहरू मिल्दैनौ, मिल्यौ भने त राम्रो हुन्थ्यो नि भन्नुभएको होइन। लौ हामी मिल्यौँ, अब मिल्ने पालो तपाईँको। घर घरमा सल्लाह गर्नुहोस्, घर घरमा सल्लाह गर्नुहोस्। यसपटक समानुपातिक पनि घन्टी, प्रत्यक्ष पनि घन्टी। त्यसैले कसैको पाखुरामा डराउनु पर्ने आवश्यकता छैन। पाखुराले जित्यो भने राणाहरूले गोली ठोकेर मान्छे मारेका थिए, आज राणा शासन रहिरहन्थ्यो। बलबाट होइन, मतबाट मात्र परिवर्तन हुन्छ। त्यसैले कसैले पाखुरा नदेखाओस्, लोकतन्त्रको विधिले अवलम्बन गरोस्। म यति भन्नको लागि यहाँ आएको छु।